Hello guys, welcome back to my channel. हाम्रो चाहिँ अस्ति भर्खर एक्जाम सकेर घुम्न आएको गलेर हत्तु निसा कस्तो अनुभव लागिरहेको छ त हिँड्दा हैन कस्तो भइरहेको हिँड्दा गलेर लट्ठी टेकी टेकी हिँड्नु परिरहेछ हाम्रो बाख्रा चाहिँ यता देखाऊ मुन्नेलाई पनि देखाऊ अघि देखाएको बाख्रा बाख्रा हिँड्नु भएको छ बाबा जिप्सन गलेर मर्नु भइसक्यो चढ्न थालेको 10 मिनेट पनि भएको छैन होला गलेर मर्न आँटिसक्यो म चाहिँ कहाँ कहाँ आकाश पुग्नु छ नि गुराँस पनि फुलेको छ माता की जय सानो हैन त्यस्तो कहाँ गलियो कि गलिएन लु झन्डै झन्डै यहाँ चाहिँ के गाई जति धेरै गुराँस फुलिरहेको छ तर टिप्ने नमिल्ने अवस्थामा छ नभए त हात भरि भरि बोकेर हिँड्ने हो सबै गुराँसै गुराँस टिप्ने अवस्थामै छैन के गर्नु गाइस हामीले अगाडिको भ्लग किन बनाएनौँ भने गाडीमा धेरै हल्ला पनि थियो अनि भ्लग बनाउने अवस्था पनि थिएन त्यही कारणले हामी चाहिँ बनाउनु पाएनौँ अनि अहिले जब अवस्था छ त्यति बेला चाहिँ बनाउँदैछौँ है त सानो छिटो छिटो आइन गुराँसै गुराँस जता हेरौँ उतै गुराँस टिप्ने अवस्थामै छैन नेक्स्ट ब्लगर हेलो नि आन्टी म गर्दैछु त अर्को भ्लग चाहिँदैन त होइन गाइस एकदम कठिन बाटो छ यहाँनिर बाख्रालाई चाहिँ हामी गरेर हत्तु भइसक्यौँ अङ्कल हजुर गल्नु भयो कि छैन 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 हामी त गलिसक्यौँ काहीँ पिङ्क काहीँ रेड गुराँस भेटिरहेको छ अनि एकदम रमाइलो लागिरहेछ हेलो कोही चाहिँ गलेर यता बस्नु भएको छ हाम्रो कपाल बान्ने आराम गर्ने हो नि के छ भन्नु के गर्नु हामीलाई पर्नु भएको सानी हिँड्न सकिनौ कहाँ छौ हाई गरिदेऊ हाई गरिदेऊ यहाँबाट एकैचोटि माथि जानुपर्ने क्या के गर्नुपर्ने अरे यहाँबाट एकैचोटि माथि कसरी पुगिन्छ लु आउँछ सो गाइस फाइनली हामी आधी बाटो जति आइसकेका छौँ यहाँ गलेर महाशयहरू बस्नु भएको छ केही भन्नु छ भने भन्नु होला कोही गीत बजाउँदै हुनुहुन्छ टिकटक बनाउँदै हुनुहुन्छ